के गर्न लाग्यो कान्छो छोरो? ए मामु यो हजुर के अरे हाम्रो यो 2082 सालको सुरुमा बनाएको खुत्रीले आज खोल्न आँटेको। यसमा मेरो सेभिङ, मेरो दादाको पनि सेभिङ र हामी दुवैजनाको दक्षिणा पैसा छ। ल खोलौँ है त। ओके लेट्स स्टार्ट। गेस गर्नु कति हुन्छ होला यसो भनेर। अब छोडिदेऊ, गेस गर्दै गरौँ ल। लु खोला। तिम्रो विचारमा ल तिमी गेस गर यसमा कति जति पैसा छ होला? मेरो विचारमा यसमा लगभग 5,000 जति होला। 5,000 ओन्ली? अँ ओके ओके लु धेरै सेभिङ गरिएन। लेट्स स्टार्ट। ल यो साइड साइडको मात्र खोल्नु पऱ्यो क्या, फेरि पैसा च्यात्यो भने। हो त्यहाँबाट गर अनि च्यात न। तरकारी काट्ने चक्कुले काट्दैछु यार। त्यसरी काट्दैन। काट्यो। त्यहाँबाट अब फटाउ त्यो पैसा काटिन सक्छ भित्र। होममेड ओ माय गॉड, होममेड खुत्रुके मेरो छोराको। प्याक रहेछ नि त। यस्तो प्याक छ। ओ भुइँमा खाने भयो भुर्र पारेर, भुरुरु पारेर। उचालो त वाह, 1000 कता छैन, कता लुक्या खान त। 1000 हाल्न कसै हाल्नु छन् नि त्यहाँ त छैन? सही रहेछ त। त्यहाँ 1000 को नोट छैन अहिले दक्षिणमा। गर्नु पैसा गर्न व्यस्त छ कान्छो छोरो फेरि। पहिला कलेक्सन गर्नु पर्यो अनि पैसा गर्नु। ल भन्नुहोस् कति पैसा छ होला त्यहाँनिर? पैसा भयो कति छ होला त त्यहाँनिर? गर्नु ल। एकछिन पछि भन्छु ल। गनेर एकछिन पछि भन्छु है। गनिसक्यो सानो पैसा? गर्ने मामु। कति भयो टोटल ल भन्नु? हाम्रो टोटल 5,555 भएछ। कता सबै 5,555 भएछ। अनि कसरी मिल्न गएको त नि अनि? त्यही त। अब मामु सुन्नु, भन। यो त सिजन होइन, अब सिजन 2 सुरु हुन्छ। मेरो क्लास टेस्ट सुरु नहुन्जेलसम्म कसरी? अर्को खुद्रे बनाउने। ल अर्को खुद्रे कुनमा राख्ने ल भन त? अब यसमा राख्ने हो? हो यसमा थोरै अब सेभिङ गर्ने यसमा? यसमा राखेर ब्याज पनि आउँछ। यहाँ राख न, त्यसरी पर्नु। यसमा राखेर ब्याज पनि आउँछ। त्यसैले लगभग धेरै सम्ची यही राख्ने। अनि त्यसले फेरि म अर्को खुद्रेमा आउँछु, फेरि त्यो सबै सेभिङ गर्नु। अनि त्यसमा नच्यात्न पर्थ्यो नि त त्यसो भए त। कसै निकाल्ने त्यसलाई? ओके ओके फेरि बनाऊ। तिमी सेभ गर न खुत्रुके जाब फेरि बनाऊ। बनाइन्छ अब। ओके बाई छोरो। बाई बाई।